गाइस अहिले मेरो छोरा चाहिँ यता सुतिरहेको छ अनि म त्यो उसँग भिडियो बनाऊँ भनेको कि म उसको मम्मी होइन ऊ मेरो छोरा होइन भनेर किनकि आज चाहिँ म पनि बिमार छु है अनि फेरि यता बहिनी आइरहनु भएको छ अनि बहिनीसँग चाहिँ गएको थियो बिचरा बहिनीलाई चाहिँ स्कुलबाट फर्किँदा खालि कस्तो डिप्पी गरेर गाडी किनाइछ ठुलो 10-20 रुपियाँको खाएको पनि हुन्थ्यो तर उसले 200 रुपियाँको मागेर खाइछ होइन अनि मैले उसलाई पिटेँ पनि होइन कराएँ तर नानीहरू त टेर्दैन है पिट्नु पनि कति पिट्नु सो अहिले म उसलाई चाहिँ यस्तो भिडियो बनाउँछु ब्याङ्क गरेर के चाहिँ गर्दो रहेछ त्यो हेर्छु नि सो हेलो गाइज है म तपाईँहरूलाई एउटा चिज भन्न चाहन्छु के भन्दाखेरि चाहिँ आज चाहिँ मेरो बहिनीलाई लिनु गएको थियो साह्रै अब है बहिनी पनि उताबाट आएको होइन अन्त म पनि बिसन्चो छु नानी लिनु गएको थियो होइन अनि त्यसपछि अब यसले हाम्रो छोराले चाहिँ साह्रै बेहोरा देखायो के भन्दाखेरि चाहिँ आज म सच्चाइ चाहिँ भन्नु चाहन्छु ऊ चाहिँ मेरो छोरा होइन हामीले उसलाई जङ्गलबाट टिपेर ल्याएको अनि आज चाहिँ हदै भएर चाहिँ म उसलाई सधैँ गाडी मिठाई महँगो किनिदिनु पनि सक्दिनँ हो आज चाहिँ मैले उसको छेउमै भिडियो बनाएको किनकि अब 5 इयर्स कम्प्लिट हुन्छ होइन बुझोकी भइसकेछ सो त्यही लागि अनि अब चाहिँ म र मेरो हस्बेन्ड है मिलेर चाहिँ अब छोरी बनाऊँ भनेको अनि उसलाई चाहिँ हामीले जङ्गलबाट टिपेर ल्याएको उसलाई चाहिँ कसैले लिएर जान्छ भने है ऊ क्युट छ ऊ चाहिँ हेर्दा खालि क्युट छ राम्रै छ होइन अनि जसलाई चाहियो उसले लिएर जानु सक्छ होइन अब चाहिँ हामी छोरी बनाऊँ भनेको किनकि है हामी महँगो गाडी होइन मिठाईहरू दिनु सक्दिनँ अब 1 महिनामा एकखेप हुँदा पनि हुन्छ उसले त स्कुलबाट आउँदै यति तङ गर्छ हामीले सानोमा ल्याउँदाखेरि त्यति क्युट थियो तर अब ठुलो भएर चाहिँ साह्रै बदमास भयो त्यही लागि हामी चाहिँ उसलाई चाहिँ अब दिने भनेको है अनि जसले उसलाई हेर्नु सक्छ पाल्नु सक्छ राख्नु सक्छ होइन हामी चाहिँ नपाल्ने उसलाई चाहिँ छोडिदिने अनि तपाईँहरूले कसैलाई चाहियो उसको नाम चाहिँ एडेन गुरुङ हो उसको सब कुछ छ हाम्रोमा होइन लिएर जानु सक्छ उसलाई है अनि किनकि म सक्दिनँ म पनि बिमार छु है हाम्रो बहिनीलाई पनि आज बजारमा रुएर तङ गरेछ उसले 10-20 रुपियाँको मिठाई खाएको भए पनि हुन्थ्यो आम्मामामामा कतिको मिठाई भन्दाखेरि हेर्नुहोस् यतिको क्युट चाहिँ किन चाहिँ रुको तिमी यतिको क्युट छ हो जसले पनि उसलाई लिएर जानु सक्छ होइन हामी चाहिँ छोडिदिने उसलाई हो त्यही हो भिडियो चाहिँ यति हो अनि तपाईँहरूलाई जसलाई चाहियो उसँग सो गाइज तपाईँले मेरो छोरा हेर्नुभयो है अनि जसलाई पनि चाहियो भने उसले कन्ट्याक्ट गर्न सक्छ मसँग हामीले चाहिँ उसलाई के भन्छ बेचिदिने है हामीले जङ्गलबाट टिपेर ल्याएको होइन ला मेरो छोरा चाहिँ साह्रै रुयो होइन माया पनि लाग्यो अनि अब चक्लेट किन्छौ तिमी यस किन भन किन्छ भन राम्ररी राम्ररी से प्रपरली गाडी मम्मा से सरी मेरो छोरा यसरी बुझ्छ है तपाईँहरू पनि यसै गर्नुहोस्